हेलो मित्रहरू हैन यो यस्तो दामी ठाउँ छ यस्तो दामी ठाउँ छ के गर्नु क्यामेरामा कैद गर्न सकिँदैन सबै कुरा हैन खतरा छ आज ढुसे लागेर मात्रै हो कि म यो हेर्नु न मायाकुरी चारैतिर पाहाडले घेरेर बसेको यो सहर जयपुर हैन यो माथि देखिरहेछ नि यिनीहरू चाहिँ सबै यो मलाई चाहिँ जहाँसम्म लाग्छ यो यिनीहरू यो भयो त्यो माथिको डाँडामा चाहिँ पुरै त्यो चाइनाको ग्रेट वाल जस्तो ग्रेटर वाल कि ग्रेट वाल जस्तो पुरै हैन यो चाहिँ युद्धकालमै बनाएको हो कि अथवा यो मन्दिरमै आउनुलाई चाहिँ यस्तो बनाएको थाहा भएन तर पुरानो ऐतिहासिक वालहरू छ क्या जानु चाहिँ मलाई चाहिँ यो ठाउँ जानु मन लाग्यो एकदम यो ठाउँ चाहिँ कस्तो खालको रहेछ भनेर हेर्नु पर्यो भने थियो अब बाटो पुरै हेर्नु नि यहाँनिर ढुङ्गाहरू झरेर चाहिँ यस्तो भएको छ जानै सकिँदैन त्यहाँ माथि पुग्ने चाहिँ कुनै छैन क्या चान्सै छैन यो तुवालो लागेर यस्तो दामी घरहरू छ यहाँनिर मेरो क्यामेराले त त्यति अब खासै राम्रो जुम गर्दैन हैन तर पनि माया कसम ठाउँ चाहिँ दामी हो क्या बाटोमा आउँदाखेरि पनि भिडियो बनाउनु मन लागेको थियो भिडियो खतरा भिडियो बनाऊँ भनेको तर मलाई चाहिँ यो अभागी मुला भएर होला गाडीमा अलिकति हिँड्यो भने गाडी लागेर सक्दिनँ क्या म चाहिँ अनि भिडियो बनाउनै पाइनँ र पनि थोरै क्लिप बनाइरहेछु तपाईँहरूलाई यता पर चाहिँ पोखरी रहेछ एउटा पुरानो ताल खोइ के ताल भन्दै हुनुहुन्थ्यो त्यसको बिचमा चाहिँ एउटा ठुलो घर छ घर भन्दा पनि त्यो उ जस्तो दरबार जस्तो त्यहाँ चाहिँ जानु सकिँदैन होला सायद किनभने गाडी लागेर अलिक अघिदेखि नै रिङटो लागिरहेछ अनि त्यहाँ चाहिँ जानु सकिएन यो मुनिबाट चाहिँ यहाँनिर चाहिँ यो तल यहाँबाट देखिँदैन यहाँ तल चाहिँ एउटा राम्रो ठाउँहरू छ क्या यो एरियामा चाहिँ यहाँ चाहिँ 10 रुपियाँ टिकट लिन्छ अरे भेनाले भन्दै हुनुहुन्थ्यो 10 रुपियाँको टिकट काटेर चाहिँ भित्र छिर्नु पाइन्छ अरे त्यहाँनिर गएर चाहिँ हामी अब सकभर भिडियो बनाउने कोसिस गर्छु म मोबाइल त्यस्तो खासै राम्रो छैन तर पनि ठाउँ त के छैन यो माथि हेर्नु यो पुरै हैन यो चाहिँ चाइनाको ग्रेट वाल जस्तो त्यस्तो ठाउँहरू छ क्या यहाँनिर हेर्नु न यो पुरै कुनै दिन फेरि सकिएछ र आइएछ घुम्नु भने तपाईँहरूलाई म पुरै फुल भिडियो दिन्छु